इतिहासमै पहिलोपल्ट अहिले एउटा यस्तो बबाल समय चलिरहेको छ कि दसैँ तिहार तीज छठ पर्व माघे संक्रान्ति साउने संक्रान्ति वैशाखे संक्रान्ति सबै चाडपर्व एकचोटि लागिरहेको छ। अनि भूकम्प सुनामी बाढी पहिरो आँधी हुरी कोरोना मोरोना कि चन्द्रग्रहण सूर्यग्रहण पनि एकैचोटि लागिरहेको छ। बुझ्नु भएन होला हैन? म बुझाउँछु। धर्म कर्ममा आस्था हुनेहरूलाई शिवरात्रि लागिरहेको छ। राजनीतिज्ञ नेताजीहरूलाई चुनाव लागिरहेको छ। खेल प्रेमी महानुभावहरूलाई विश्वकप क्रिकेट लागिरहेको छ। लभ जोडी चुम्बन चुम्बी जोडीहरूलाई भ्यालेन्टाइन के जाति लागिरहेको छ। अनि जङ्गली भुसिया कुकुरहरूलाई कार्तिक लागिरहेको छ। नपत्याए कमेन्टमा जानु देखिहाल्नुहुन्छ। अनि यो विदेशी दलालहरूलाई हामी नेपालीको काटाकाट मारामार यो झैझगडा यो नौटङ्की नाटक देखेर विदेशी दलालहरूलाई मजा लागिरहेको छ। कति कन्टेन्टबाट पैसा कमाउनेहरूलाई कन्टेन्ट पाइरहेछन्, कन्टेन्ट लागिरहेको छ, काम लागिरहेको छ। अनि हामी जस्तो कोही जस्तो सच्चा म यो नेपालको लागि ज्यान पनि दिन तयार छु भन्ने सच्चा नेपाली नागरिक, नेपालको लागि ज्यान पनि दिन पछि नहट्ने, म सत्यको बाटो कहिले पनि छोड्दिनँ, तर म देशको लागि ज्यान दिन पनि तयार छु, तर म सत्यको बाटोमा मात्रै हिँड्छु भनेर सत्य र देशको लागि बोल्ने हामी जस्ताहरूलाई दशा लागिरहेको छ, आँखा लागिरहेको छ। भ्रष्टाचारी, बलात्कारी, आतंककारी, देशद्रोहीहरूको आँखा लागिरहेको छ, गिद्धे नजर लागिरहेको छ। र मेरो पर्सनल भ्यू, मेरो व्यक्तिगत विचारमा चाहिँ मलाई यस्तो लागिरहेको छ नि, अब 2 दिनमा शिवरात्रि, यो शिवरात्रिमा हामी रातभरि धुनी बालेर बस्छौँ नि, मलाई चाहिँ यस्तो लागिरहेको छ यो जति पनि अराजकहरूलाई, भ्रष्टाचारी, बलात्कारी यस्तै त छन् प्राय जस्तो, त कमेन्ट गर्नेहरू त त्यस्तै त हुन् नि, हैन त? त्यस्ताहरूलाई चाहिँ यो शिवजीको धुनी बाल्ने दिन, शिवरात्रिको दिन, त्यो धुनी सँगसँगै यिनीहरू जलेर भस्म पारिदिन्छन् होला शिवजीले जस्तो लागिरहेको छ मलाई चाहिँ। यिनीहरूलाई चाहिँ जलाएर भस्मै पारिदिन्छन्, यी छाडा बोल्नेहरूलाई। सत्य के हो, असत्य के हो, गलत के हो, सही के हो भने नछुट्याउनेहरूलाई, र सत्य के हो थाहा हुँदै पनि अन्धभक्त भएर आँखा चिम्मा गएर त्यसैको मात्रै के जाति तलुवा भन्छन् कि गु भन्छन् कि के भन्छन् त्यही चाटी हिँड्नेहरूलाई चाहिँ यो शिवरात्रिको धुनीमा शिवरात्रिले खरानी बनाउँछन् जस्तो लागिरहेछ मलाई चाहिँ। नेपाल आमाको कसम, मलाई चाहिँ त्यो लागिरहेको छ। कसलाई के लागिरहेको छ भन्दिनँ है त। मैले मेरो पर्सनलदेखि लिएर समग्र कुराहरू समेटे, अझै केही बाँकी अरूलाई कसलाई के लागिरहेको छ भन्नु ल है त। स्पेसल्ली चाहिँ कार्तिके कुकुर हुन्छ नि, भुसिया कुकुरहरूलाई चाहिँ कार्तिक लागिरहेको छ। तलतिर कमेन्टमा गएर हेर्नु देखिहाल्नुहुन्छ। म्याउ के म्याउ भन्न छ, गौ 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 गरेको देखिहाल्नुहुन्छ। तलतिर हेर्नु, स्पेसल्ली जङ्गली भुसिया रेबिज लागेको कुकुरहरूलाई चाहिँ कार्तिक लागिरहेको छ। एनिवेज, जसलाई जे लागिरहेको छ इन्जोय गर्नु होला, रमाइलो गर्नु होला। कुकुर हो, कुकुरको कामै भुक्ने हो, भुक्न पाउँछ। तपाईँहरूलाई नभुकिकन, छाडा नबोलिकन खाए जस्तो लाग्दैन भने बोल्नुहोस्। मेरो कमेन्ट बक्स ओपन छ। आजसम्म कसैको एउटा पनि कमेन्ट डिलिट गरेको छुइनँ र कमेन्ट हाइड गरेको छुइनँ र अरूले जस्तो कमेन्ट गर्नै नमिल्ने पनि बनाएको छुइनँ मैले, होइन? सत्य कुरा गर्दाखेरि छाडा आउँछ मलाई बालै लाग्दैन क्या। एनिवेज, म नेपालमा माया गर्ने मान्छे हो र सत्यको बाटोमा हिँड्ने मान्छे हो। मलाई यस्ता कुकुरहरूको भुकाइले एकै पनि फरक पर्दैन, किनकि आई एम प्योर नेपाली and I love my country, Nepal. Jai Nepal. I love you everyone. मलाई छाडा बोले पनि बोल्नुहोस्, गाली गरे पनि गर्नुहोस्, जे गर्नुहुन्छ गर्नुहोस्, तर नेपाललाई माया गर्नुहोस्। तर यो बोलीले चाहिँ हजुरले नेपाललाई माया गर्नुहुन्न मलाई थाहा छ, होइन? किनकि नेपाललाई माया गर्नेले नेपालीलाई पनि माया गर्छ, त्यो पनि मलाई थाहा छ।
वाल जे सिक्नुभएको छ संस्कार त्यही गर्ने हो। मैले यही सिकेँ, यही गरेँ मैले। फेरि मलाई भनिहाल्नुहुन्छ होला तेरो संस्कार राम्रो रहेछ, त्यो त गतिलो परिवारमा हुर्केकी रहेछ के भन्नुहुन्छ नि। मैले अहिले जे बोलेँ नि हो, म यही संस्कारमा हुर्केको। एनी प्रब्लम? आफ्नो संस्कार अनुसार आफ्नो औकात अनुसार कमेन्ट गर्नुहोस् मलाई, नो प्रब्लम, नेभर माइन्ड। ओके, जय नेपाल, जय नेपाली जनता, जय जय एभ्रिवान। अरू त के भन्नु, त्यही हो। सबैजनालाई धेरै धेरै माया, मान्दिनलाई मान्दिने हो होइन, सान्दिनेलाई चाहिँ पत्ता साफ बनाउने हो, सिधा कुरा। नेपाली हो भनेर नेपालकै जात जनाउने हो, ओभर 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 उस हुनेहरूलाई चाहिँ पत्ता साफ बनाउने हो, राइमिङ मिलाएको। ओके, बाई बाई, थ्याङ्क यू सो मच। सबैजनालाई धेरै धेरै माया, आफ्नो केयर गर्नु होला। सबै चाडपर्वहरू रोगहरू एकैचोटि लाग्यो। अहिले नेपालको हालत यस्तै छ, यो भनेको राम्रो कुरा हो होइन। जुन जुन ठाउँबाट इन्जोय गरिराख्नु भएको छ इन्जोय गर्नु, नो प्रब्लम है त। सो लट्स अफ लभ एभ्रिवान। जय नेपाल, जय नेपाली, धेरै धेरै माया।